म चाहिँ गाइज आज टक्क अफ्रिकन फुड फुफू बनाएर खाँदैछु है। कस्तो हुँदो रहेछ, मलाई एकदमै धेरै मन परेर खानु खोजेको यो फुफू चाहिँ होइन। चट्ट अब सबै रेडी गरिसकेँ मैले। फुफू बनाएर चट्ट अब मिक्सरमा पिसेर चट्ट खाने हो। एक बान रेडी, चट्ट फेरि हाल्नु पर्यो एक बान फुफू। कस्तो हुँदो रहेछ है, कालिनीहरूले खाएको देख्दा थुक चुहिएर है, मुखबाट थुक आएर यस्तो पानी आएर यस्तो हुने कि। त्यही भएर आज चाहिँ म आफै बनाएर खान्छु कस्तो हुँदो रहेछ भनेर एकदमै रेडी गरिरहेको छु, तयारी गरिरहेको छु होइन। कतिको हुन्छ होइन, भएर लास्टमा तपाईँलाई म देखाउँछु फुफू कस्तो हुँदो रहेछ। चट्ट राडाको पनि ल यो मिक्सरको अलिकति अफ गरिदिनु एकचोटि। गाइज फुफू अब सुरु भयो, फुफू बनाउनु होइन। अब यस्तो तरिकाले फुफू बनाउने हो, यसलाई चलाएरै पकाउने हो। यसरी चलाएर पकाएपछि फुफू हाम्रो फुफू मेकिङ अफ्रिकन फुड। हाट इङ्ग्लिसबाट पनि खतरा हानिदिन्छ नि अब। ए फुफू खाने मन नरहेन नि फुफू खाने हो अब फुफू। तपाईँलाई लास्टमा फुफू कस्तो हुन्छ तपाईँलाई म देखाउँछु। यो चाहिँ अब प्रोसेसिङ हुँदैछ फुफूको। गाइजहरू मेरो फुफू फेरि अब रेडी हुँदैछ होइन। अब त पाक्न आँट्यो है। वाह फुफू जत्त मासुसँग आज लोकल कुखुरा त होइन, यो ब्रोइलर है फेरि। फुफू गाइस पाक्दैछ होइन। वाह वाह थुकाइसक्यो मलाई है। कस्तो दामी खान्छ नि त अफ्रिकनहरूले। त्यही सर्कलले चाहिँ म पनि आज चाहिँ खाङ भनेकै। वाह ल हेर्नुहोस् फुफू कस्तो रहेछ। वाह खतरा छ रोस्नी। वाह फुफू यम 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 यमी यमी। तर यो पाकेपछि त अझ पहेँलो हुन्छ नि होइन। यो पुरै पाकेको चाहिँ छैन होइन। अब चट्टालाई पिरो सियोसँग ठाउँ लाग्दो बनाऊ है त। म्याम फुफू त यार एकछिन लास्ट देखाइदिउँ न एकचोटि। वाह फुफू फुफू होइन अलमोस्ट रेडी हुँदैछ। चाहिँ हेर यहाँ दामी छ नि। अझै यसलाई अझै पकाउनु बाँकी छ। अब हाम्रो चिकन चाहिँ यस्तो हुँदैछ यहाँ। शरीरमा चाहिँ पुरा यहाँ फुफू पकाउने रेडीमा छौँ हामी होइन। हाम्रो सेफ हाम्रो चिकन हेर्नुहोस् न, चिकन पनि पाक्दैछ। यो चिकनलाई चाहिँ हामीले एकदमै उयो तरिकाले पकाउँदैछौँ।
ग्रेभी टाइपको एकदमै अमेरिकन चिकन, अमेरिकन होइन अफ्रिकन चिकन। ल फुपू हेर्नुहोस्, हामी चाहिँ नयाँ नयाँ फुड ट्राई गरेको है गाइज। अब हामी पाकेपछि तपाईँलाई देखाउनेछौँ। धन्यवाद। लगभग हाम्रो अब ग्रेभी पनि होइन, चिकन ग्रेभी पनि तयार भइसक्यो है। चिकन ग्रेभी चटोसँगले होइन, यो पनि तयार भइसक्यो। चिकन ग्रेभी यता फुपू पनि अब लगभग पाको भन्दा हुन्छ होइन। हो लड्सक्यो गाँठ। फुपू अब पाको, फुपू पनि दामी भएको छ है गाइजहरू। आए फुपू खाने। ल गाइजहरू फाइनल टच है। फाइनली अब पुरा चाहिँ ग्रेभी, चिकन ग्रेभी पनि चट्ट अरे यता चट्ट फुपू। अब चट्ट खाने गाइजहरू होइन। वा अझै पाकेन, पाको छ। ल हेर्नुहोस् गाइज, फुपू है। वाउ चिकन ग्रेभी के दामी छ। अब चट्ट खाइन्छ है। ल गाइजहरू फुपू रेडी भयो होइन। अब यो पहिलोचोटि मैले पनि बनाएर खाएको है, चट्ट है। हप्सीहरूले किन त्यसै खाँदो रहेछन् भनेको त, यस्तो मिठो हुँदो रहेछ त अनि हाम्रो गाइजहरू है। वाउ अरे यस्तो मिठो यार। वाउ ए फुपू मलाई त तरो खान्छु जस्तो लागेर। दामी हुँदो रहेछ यार यो, कस्तो छ यार। वाउ वाउ तर एकदमै हातमा चाहिँ टाँसिँदो रहेछ। पानीसँग पानी चोबाउनु चाहिँ बेसी हाल्दो रहेछ है। रोशनीले यो ग्रेभी पनि दामी बनाएको रहेछ कि। खानु चाहिँ आएको छैन मलाई, तर पनि ट्राई है।